Hi guys, welcome back to my YouTube channel Gaurav in Ireland. New day, new vlog, new beginning. र अहिले चाहिँ म ठ्याक्कै कर्क को चाहिँ यो हाम्रो UCC र MTU मन्स्टर टेक्नोलोजिकल युनिभर्सिटी र युनिभर्सिटी कलेज कर्कको आर्किटेक्चर पढाइ हुने ठाउँमा छु। पछाडि हो यो सिसाको बिल्डिङ देख्नु भएको छ, हो यो चाहिँ हो। र यतापट्टि चाहिँ चर्च छ। अब चाहिँ आज म जाँदैछु हार्वे नर्मनमा। अब म चाहिँ अहिले चाहिँ एबे स्ट्रिटमा छु। यहाँबाट चाहिँ जाँदैछु, गुगल म्याप हेर्दै हेर्दै हिँडिरहेको छु। र त्यो अगाडि देखेको यो बिल्डिङ चाहिँ हो आर्किटेक्चरको बिल्डिङ हो हैन। यो चाहिँ UCC युनिभर्सिटी कलेज कर्क र MTU को आर्किटेक्चरको सम्बन्धी पढाइ हुने अब के हुन्छ यहीँ हुन्छ। यो चाहिँ बिल्डिङ हो। र म चाहिँ आज हार्वे नर्मनमा, हार्वे नोर्म्यान भन्छ के अरे हैन, त्यहाँ चाहिँ जाँदैछु। त्यहाँ चाहिँ मेरो सामान किन्नु छ। म एउटा एन्ड्रोइड किन्नु छ फोन, अनि त्यसपछि चाहिँ मेमोरी कार्ड, SD कार्ड हैन, अनि त्यसपछि अरू कुरा के छ हेर्छु। र आज यसो एसेसरिजहरू के किन्न मिल्छ त्यहाँ गएर चाहिँ आज एसेसरिज किन्छु म। अनि त्यसपछि हेरौँ के पाइन्छ। पानी परिरहेको अवस्था छ, अस्तिदेखि हो पानी चाहिँ व्यापक रूपमा पानी परिरहेको छ यहाँ। म जाँदैछु, अब अपडेट गराउँछु। मैले चाहिँ एन्ड्रोइड किन्छु, आइफोन अहिले किन्ने होइन। आइफोन अलिपछि किनिन्छ होला, किन्यो भने पनि अहिले चाहिँ एन्ड्रोइड नै चलाउँ, त्यही सजिलो भइरहेछ। अर्को टेन्सन थपेर नबसौँ। अनि काम भनेको हावा हेर्नु, हावा खतरा हावाले चलिरहेछ। यस्तो पानी परिरहेछ है व्यापक रूपमा। म चाहिँ रमाइलो गर्दै हिँडिरहेको छु। यस्तो छ बाटो यहाँको वस्तुस्थिति। यो बाटो चाहिँ म फर्स्ट टाइम हिँड्दैछु, त्यो रमाइलो छ। अब पानी पर्छ भन्ने एक्सपेक्टेसन चाहिँ थिएन मलाई, पानी परिहाल्यो। अब यहाँनिरबाट गाडी पनि चल्दैन, नत्र गाडी चढेर जानुहुन्थ्यो। फर्किनुमा चाहिँ गाडीमा फर्किनुपर्छ जस्तो छ। पानीमा चाहिँ हिँड्न सकिँदैन अहिले। व्यापक पानी परिरहेछ आजकल। के भएको हो? हुन त आयरल्यान्डमा पानी नपर्ने भन्ने त मैले चाहिँ थाहा पाएको थिएन कि। म आएदेखिबाट पानी परिरहेको। अस्ति नै 1-2 दिन चाहिँ घाम लाग्यो जस्तो भयो। अनि त्यसपछि अब चाहिँ अप्रिल सुरु भयो, अब चाहिँ घाम लाग्छ होला भन्ने सोचिरहेको थिएँ मैले। अनि अब पानी परिहाल्छ कि एक न एक टाइम दिनमा पानी परिहाल्छ। अघि घाम लाग्दै थियो, म घरबाट निस्किने बेलामा कालो निलो भयो, अनि पानी पर्न सुरु गर्यो। यस्तै छ यताको स्थिति। म तपाईँहरूलाई बाटो देखाउँछु। यस्तो छ बाटो। यो बाटो चाहिँ म फर्स्ट टाइम हिँड्दैछु। म पल्लो साइड कटौँ, पल्लो साइडबाट यतापट्टिबाट जाउँ। अब यता कटौँ गाडी हेरेर होइन, पल्लो साइड कटेर टक्क लाएर यतापट्टि कट्यो भने चाहिँ आउँछ। अरे गुगल म्यापले त्यही भन्दैछ, म्याप हेरेर हिँड्दैछु म पनि। अब मलाई बाटो थाहा थिएन, अनि गुगल म्यापमा चाहिँ यसो हेरेँ, अनि ल त नजिकै छ, वकिङ डिस्टेन्समै छ, हिँडेर जाऊँ, कति बेर लाग्छ र चिसै छ मौसम भनेर हिँड्न थालेको। पानी परेर डिस्टर्ब गरिदियो कि, हल्का ऱ्याक गरिदियो पानी परेर, नत्र भने यस्तो छ कि। बस पनि यहाँबाट चाहिँ यताबाट आउँदो रहेछ। बस आउने बाटो चाहिँ यताबाट रहेछ। म चाहिँ सर्टकटबाट आएँ, अनि बस चाहिँ उयो बाटोबाट बस आउँदो रहेछ, यतापट्टिबाट बस आउँदो रहेछ। म चाहिँ आइनँ, म चाहिँ अर्को बाटोबाट आएँ। म चाहिँ सायद माथि जानुपर्छ होला। एभरग्रिन रोडमा छ अहिले ठ्याक्कै। यस्तो छ यतापट्टि यो बाटोबाट चाहिँ बस आउँदो रहेछ, यतापट्टि जाँदो रहेछ, यतापट्टिबाट बस। म चाहिँ यो रोडमा छु, हेरौँ। यस्तो चाहिँ छ सिचुएसन। के हुन्छ हेरौँ। अब पानी परिरहेछ।
म चाहिँ हिँड्दैछु लखर लखर यस्तो छ चस्मा भिजेर पानी पर्न फेरि बिदो भइसक्यो एकचोटि सरर पानी पर्यो अनि फेरि पानी पर्न बिदो भयो कि यस्तै हो यहाँ अब उस्तै ताल पऱ्यो भने हेर्दै जानु घाम लाग्छ एकैछिनमा अनि भनेको थिएँ नि भन्दा भन्दै घाम लाग्यो हेर्नु ए ठ्याक्कै घाम देखियो माथि यसरी घाम लागिसक्यो चर्को घाम देखिसक्यो हेर्दा हेर्दै अब फेरि एकछिनमा त्यो घाम हट्छ अनि फेरि पानी पनि थाल्छ यहाँको वेदर चाहिँ प्रायः यस्तै हुन्छ कि अब यो बाटो चाहिँ बस आउँदो रहेछ ए ओके सो यतापट्टि चाहिँ मेरो घरनिर जुन स्कुल छ घर अगाडि त्यसको चाहिँ मेन स्कुल चाहिँ यहाँ रहेछ मेरोमा स्कुलमा चाहिँ प्राइमेरीको पनि कुनवाला सेक्सन चाहिँ पढाइ हुन्छ होइन एउटा बिल्डिङ चाहिँ मेरो ठ्याक्कै घर अगाडि चाहिँ एउटा चाहिँ अलिकति यता रहेछ यो चाहिँ मैले आज देखेँ यताको बाटो चाहिँ म आएको थिएन यस्तो छ तपाईँहरूलाई म अब एरिया देखाउँछु यसरी ए घाम लागिसक्यो हेर्नु है भर्खर पानी पर्दै थियो मेरो चस्माको पानी अझै यस्तो छ मेरो चस्मामा पानी एकछिन हर्र पानी पर्यो अनि त्यसपछि बिदो भयो यस्तो त छ यहाँको माहौल अनि के कुरा गर्ने यस्तो चर्को घाम लाग्छ अन्त अहिले यता भर्खरको भर्खर हेर्दै हेर्दै अहिले अब उस्तै ताल पऱ्यो भने 5 मिनटदेखि 10 मिनटमा फेरि पानी पनि थाल्छ यहाँको खास मैले जान्न सकेँ होइन के हो यो होइन समुद्रको छेउ भएर पनि हुनसक्छ खास अब त्यो समुद्रको छालहरूले टाइडहरूले गर्दाखेरि यस्तो भएको पनि हुनसक्छ या अरू केही कुरा हो मलाई थाहा छैन अब म यहाँबाट चाहिँ राइट टर्न लिनुपर्ने हुन्छ अब आउने चोकबाट ठ्याक्कै राइट टर्न लिएर गयो भने चाहिँ म ठ्याक्कै आइपुग्छु अनि त्यहाँ पुगेर चाहिँ मैले आज एन्ड्रोइड किन्छु एउटा त्यसपछि एसडी कार्ड लगायतका कुराहरू किन्छु हेर्छु र अरू केही मन पऱ्यो भने पनि किन्छु यो के हो मलाई जानकारी छैन होइन म नि घुम्दैछु ठाउँ देखाउँदैछु अब के हो भन्ने कुरा चाहिँ मेरो थाहा हुन्छ सायद चर्च हो फादरको ऊ छ त्यो फादरको के हो त्यो स्ट्याचु जस्तो के हो त्यो चर्च नै रहेछ रेनोभेट भइरहेको रहेछ यता अब चर्च चाहिँ धेरै छन् मैले अरू भिडियोमा पनि भन्दै आएको छु यहाँ चाहिँ चर्च धेरै नै छन् लु यहाँ पनि गाडी लाग्दो रहेछ 203 नम्बरको गाडीमा यहाँसम्म आउनु मिल्दो रहेछ अब यहाँबाट चाहिँ जाने म उता यहाँबाट गयो भने पुगिन्छ भन्ने कुरा भयो 203 नम्बरको बसमा आउनु पर्ने रहेछ त्यो पनि थाहा भयो अब त्यसपछि ठिक छ म राइट डिरेक्सनमै छु अब माहौल हेर्दै हिँडौँ यहाँको चाहिँ म अब ठ्याक्क पछाडिपट्टिबाट यहाँको एरिया देखाउँदै भिडियो बनाउँछु खास त्यही देखाउनलाई खोजेको खास त्यही देखाउनलाई चाहिँ म यो बाटो आएको यस्तो छ कर्क यो चाहिँ किन्सेल रोड हो क्या अरे होइन किन्सेल रोड हो यस्तो चाहिँ छ एरिया यी म भर्खर आएको चाहिँ त्यहाँबाट हो अनि त्यहाँनिर चाहिँ 203 नम्बरको बस हिँड्छ यहाँबाट 203 र 219 को बस लाग्दो रहेछ यहाँनिर किनभने त्यहाँनिर बस स्टप छ त्यहाँ हरियो देख्नुभयो होला त्यहाँनिर बस स्टप छ अब यो चाहिँ ठ्याक्क एरिया हो यहाँको यस्तो छ घाम लागिरहेको छ अहिले फर्चुनेटली अघि पानी पर्दै थियो यही भिडियोमा हेर्दा हेर्दै तपाईँहरूले हेर्दा हेर्दै पानी पर्दै थियो हेर्दा हेर्दै घाम लाग्यो यस्तै हुन्छ यहाँको चाहिँ
यो चाहिँ पानी कट्ने ठाउँ यस्तो पानी जम्मा भएको छ यहाँ खाल्टो परेछ बाटो एरिया हेर्नु न एरिया ठ्याक्क रमाइलो छ नि त एरिया यो चाहिँ मान्छे बस्ने एरिया हो मान्छेहरू बस्छन् कतिको महँगो सस्तो के छ मलाई थाहा छैन यो चाहिँ स्टेडियम रहेछ ल होम अफ कर्क सिटी फुटबल क्लब टर्नर्स क्रस द स्टेडियम हेडक्वार्टर्स अफ द मन्स्टर फुटबल एसोसिएसन ओके यस्तो रहेछ यो चाहिँ फुटबल स्टेडियम रहेछ यो चाहिँ यहाँको रहेछ हाम्रो इन्ट्री होला सायद यहाँ चाहिँ यो चाहिँ हाम्रो फल्चा जस्तो भयो यहाँको फल्चा होइन बस रोक्ने ठाउँ हो यो बस स्टप हो यहाँ आएर बस रोकिन्छ अनि त्यसपछि त्यसरी ठ्याक्कै बसमा चढ्यो अनि त्यसपछि गयो यो एरिया हेर्नु म चाहिँ तपाईँहरूलाई भिडियो मार्फत नै आयरल्यान्ड घुमाउँछु त्यही भएर चाहिँ म हिँडेर जान चाहिँ प्रिफर गरेको हो यतापट्टि साइडमा चाहिँ फुटबलकै ग्राउन्ड भइहाल्यो होइन स्टेडियम भयो अनि अब यतापट्टि चाहिँ घरहरू भयो यस्तो ठाउँमा आइपुगेँ हिँड्दै रमाइलो गर्दै तपाईँहरूले हेर्न सक्नुहुन्छ एरिया यत्तिको रमाइलो एरिया छ यहाँ होइन म यहाँ आइपुगेँ यस्तो छ एरिया चाहिँ हेरौँ यहाँ चाहिँ यतापट्टि चाहिँ बस स्टेसन छ यहाँ यस्तो छ एरिया लाएर घुमाउँ आयरल्यान्ड घुमाउँ मेरो भिडियो मार्फत टक्क अहिले म कर्कमा छु फेरि पानी पर्ला जस्तो भइसक्यो घाम लाग्दा लाग्दै यहाँको यस्तै हो कि उतिखेर पानी पर्ने उतिखेर घाम लाग्ने रमाइलो छ मौसम अब चाहिँ म चोक जस्तोमा आएँ अब कतापट्टि जाने भनेर म एकचोटि गुगल म्याप हेरेर कन्फर्म गर्छु त्यसपछि बल्ल थाहा हुन्छ मेरो जाने एरिया यहाँनिर आइपुगेँ म यस्तो छ यहाँ अब हेरौँ कता जानुपर्ने हो मोबाइल हेरौँ एकचोटि अनि कन्फर्म गरौँ त्यसपछि हिँडौँला होइन त चोकमा बसेर ओके सो म यो चोकमा छु यहाँनिर छु अहिले यसरी यसरी उता जानु पऱ्यो होइन यहाँनिर एलडी पनि छ अरे ओके एलडी छ भने चाहिँ एलडी यहाँनिर छ एलडीकै बाटो जानु पऱ्यो के अरे होइन एलडीको बाटो उता जान्छ लु म एकचोटि म चाहिँ ठ्याक्कै भर्जिन मिडिया स्टेडियमनिर आइपुगेँ अघिको चाहिँ फुटबल स्टेडियम थियो र यहाँ पनि यो चाहिँ भर्जिन मिडिया स्टेडियम हो यहाँपट्टि केटाकेटीहरू खेल्दैछन् मेरो पछाडि अनि यस्तो छ घाम लाग्यो सनी डे रमाइलो छ यहाँबाट हेर्न सकिन्छ भर्जिन मिडिया पार्क भनेर केटाकेटीहरू खेल्दैछन् त्यहाँ रमाइलो गर्दैछन् अब त्यहाँ होला अलिकति अगाडि गइसकेपछि ठ्याक्कै आइसक्यो अब म जान लागेको ठाउँ चाहिँ त्यहाँबाट सामान किन्ने हो चक्लेट खाँदै हिँडिरहेको छु म गोजीभरि चक्लेट हाल्ने अनि चलाउँदै हिँड्ने हो कि अहिले त्यहाँबाट निस्केर पसल छिरेर अनि कोक खाँदै जानुपर्छ अहिले कोका कोला खाँदै मस्ती गर्दै हिँड्दै जानुपर्छ यस्तो हावा चलिरहेछ बेसमारी यो चाहिँ भर्जिन मिडिया पार्क हो तपट्टिको त्यो भित्रको केटाकेटीहरू खेल्दैछन् र म यहाँ छु अहिले
मेरो अगाडि त्यहाँनिर म्याकडोनल्ड्स छ यस्तो छ टर्नर्स क्रस रिटेल पार्क यहाँ चाहिँ विभिन्न खालका सामानहरू यस्तोहरू किन्न मान्छेहरू आउँछन् टर्नर्स क्रस रे नाम पनि कडा रहेछ ल अब चाहिँ यो बाटो क्रस गरेर उतापट्टि गएपछि चाहिँ आउँछ यहाँ चाहिँ बन्दैछ केही न केही यताबाट गयो भने नि कलेज आउँछ युसिसी ठ्याक्कै यहाँ छु अहिले र म आइपुगेँ हार्वे नर्म्यानमा त्यहाँ छ अब म त्यहाँ जान्छु अनि हेर्छु अनि किन्छु अनि त्यसपछि तपाईँहरूलाई पनि देखाउँछु हेर्दै गरौँ लाइक सेयर सब्सक्राइब गर्दै गरौँ कमेन्ट हान्दै ठोक्दै गरौँ हैन यस्तो छ अनि उतानिर सेन्ट्रा छ यहीँनिर उतानिर त्यहाँ गएर अहिले कोक किनेर खानुपर्छ कि चिसो भनेकै कोका कोला गर्दै केही त आएको छैन हेरौँ अनि कटाउँ बाटो लु म ठ्याक्कै ठाउँमा आइपुगेँ है अब चाहिँ अफ गरिदिन्छु भने यहाँबाट अब अहिले निस्केपछि गफ गरौँ ल लु म चाहिँ यहाँबाट निस्केँ मैले चाहिँ फोन किनेँ र एसडी कार्ड किनेँ एउटा स्यामसङको एसडी कार्ड र फोन किनेर म निस्केँ अब म कोठातिर जान्छु आजलाई मेरो चाहिँ सेवा समाप्त भयो यही किन्न आएको थिएँ म यही किनेँ दुईवटा कुरा मोबाइल फोन र एसडी कार्ड किनिसकेपछि अब पैसा सकियो पैसा सकिसकेपछि धेरै यहाँ बसिराख्नु परेन त्यही भएर निस्क्यौँ भन्ने सोचले म चाहिँ निस्क्यौँ सेन्ट्रा जान्छु यता सेन्ट्रा छ अनि कोक खाँदै घरतिर जान्छु यो चाहिँ एरिया छ फेरि बादल लागिसक्यो माथि अब कतिखेर पानी पर्ने टुङ्गो छैन आयो है आयो कोका कोला आयो अब त्यसपछि कोका कोला पिउँदै हिँड्दै फेरि पानी पर्न लाग्यो अब चाहिँ म गाडी समातेर जान्छु होला गाडी लाग्ने ठाउँमा जान्छसम्म चाहिँ हिँड्नु पऱ्यो किनभने अब यहाँको मौसम यस्तो भइसक्यो पानी पर्ला जस्तो फेरि सिचुएसन चाहिँ पानी पर्ला जस्तो भइसक्यो त्यही भएर अब यस्तै छ लाइक सेयर सब्सक्राइब गरौँ भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धन्यवाद सियु अर्को भिडियोमा कुरा गरौँला गफ गरौँला आजलाई चाहिँ यति गरौँ बाई बाई टेक केयर